गाइज, यो चाहिँ मेरो छुट्टीको दिनको भिडियो हो। दिनभरि मेरो माइलुलाई चाहिँ घुम्नु जाउँ न प्लिज भनेर रिक्वेस्ट गर्दा 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 मेरो माइलुले चाहिँ भन्दै थियो सक्दैन, बाहिर पुरा गरम छ, सक्दैन भन्दै थियो। म चाहिँ जाउँ न, गरम छैन भने होइन। अनि उसले चाहिँ लु जाउँ त्यसो भए मलहरूतिर जाउँ ल भने होइन म त बाहिरै जान्छु भने बाहिर यस्तो ह्युमिडिटी छ 5 मिनट नि सक्दैन तिमी भन्दै थियो होइन। म चाहिँ जाउँ कि भनेर जिद गरेर गएँ। अनि गएँ होइन, 7 बजीतिर बेलुका निक्लेको हामी। अनि सुक वाकिफ जाने प्लान गऱ्यौँ। तल पार्किङ गऱ्यौँ, पार्किङबाट माथि निक्लिने साथ यस्तो भद आगोको छेउमा बसेको जस्तै फिल भयो होइन। मलाई त इन्स्टेन्ट रिग्रेट भयो। ला अब गाली खाने रहेछ मैले चाहिँ। अब यहाँ हेर्नु न पसिना आएको है। मैले चाहिँ अब गाली खाने रहेछु भनेर चाहिँ म चाहिँ हतार मुख फुल्लाएँ कि मलाई गाली नगरोस् भनेर। मेरो माइलो त स्पिड कुद्दैछ कि अगाडि हेर्नु न, त्यहाँ रिसले अघि भनेको नि त गरम हुन्छ नजाउँ भनेर। अनि मैले चाहिँ सुकाकिफमा आउटडोर एसी पनि छ भनेर भने होइन। एसी भएको जग्गामा हिँडेरै जानु पऱ्यो। अब हिँडेर जाँदा ओर्दा त हामी त यस्तो पसिना भएको थियौँ। त्यहाँ डेट फेस्टिभल हुँदै रहेछ, त्यहाँभित्र पस्यौँ। त्यहाँ चाहिँ राम्रो एसी चलिरहेको रहेछ, चिसो। अनि मैले यसो भिडियोहरू बनाएँ। डेट्सको फेस्टिभल, म्याङ्गो फेस्टिभल, यहाँ त के फेस्टिभल हुन्छ नि त होइन। अनि लास्टमा मलाई त यहाँबाट निक्लिनु मन नपरेको कि हुनु चाहिँ यहाँ चाहिँ केही थिएन, डेट्सहरूको डिस्प्लेहरू मात्रै थियो। तर मलाई चाहिँ एसी यहाँ चिसो भएर चाहिँ निक्लिनु मन नपरेको कि लास्टमा। अनि हामी बाहिर निक्ल्यौँ। मैले आइसक्रिम खाएँ होइन। आइसक्रिम त मेल्ट भएर एकैछिनमा। अनि मेरो माइलोलाई फोटो खिचिदिन्छु भनेर फोटो खिचिदिएँ हो। अनि मैले यो क्रेप पनि खाएँ, मिठो थियो हो। अनि मेरो माइलोले चाहिँ सेल्फी खिचौँ न सेल्फी भन्दै थियो। अघि रिसाएको होइन के को सेल्फी न पेल्फी भन्दै हो। अनि मेरो फेभरेट फाल्कन पनि थियो। अनि चाहिँ म चाहिँ कान पक्रेँ। अब चाहिँ गरममा चाहिँ म बाहिर चाहिँ कहीँ पनि घुम्नु जाँदिनँ। डिसेम्बर नलागिन्जेलसम्म चाहिँ म बाहिर जाँदिनँ भनेर। थ्याङ्क यू फर वाचिङ गाइज।